आज चाहिँ म फेरि पनि गाउँको लोकल स्टाइलमा अन्डा करी बनाउने तरिका लिएर आइसकेको छु। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल भन्दै ग्यास अन गरे अनि कुकरमा मजाले आलु र अन्डा बोइल हुनको लागि राखिदिए। 15 मिनट पाक्न दिएपछि ग्यास बन्द गरेर कुकर साइड लगाइदिहाले। त्यसपछि चाहिँ अन्डा उसिन्नको लागि एउटा अर्को भाँडोमा हाले अनि एक एक गरी सबै अन्डा उसिने। त्यसपछि फटाफट सबै आलुलाई उसिनी दिए अनि अन्डाहरू फ्राई गर्नको लागि अर्को भाँडा बसालिदिए। चाहिए जति तेल हालेर एकछिन तात्न दिए अनि मजाले एक एक गरी सबै अन्डाहरू फ्राई गरे। फेरि त्यही भाँडोमा प्याज हालेर मस्त ब्राउन हुन्जेलसम्म भुटे। प्याज ब्राउन भइसकेपछि त्यसमा चाहिँ टमाटर हालेर एक चुट्की नुन हालेर टमाटरलाई चाहिँ गलाए। त्यसपछि त्यसमा पिसेको मसला हालेर यत्तिको हुन्जेलसम्म भुटे अनि त्यसमा चाहिए जति मिक्स मसला पनि हालिदिए। त्यसमा चाहिँ अघि बोइल गरेको आलु हालेर एकछिन मजाले चलाए। फेरि त्यसमा स्वाद अनुसार नुन हालेर एकछिन चलाए। अन्तिममा चाहिँ चाहिए जति पानी हालेर एकछिन मजाले उम्लिन दिए। लास्टमा चाहिँ अघि फ्राई गरेको अन्डाहरू एक एक गरेर सबै हालिदिएपछि रेडी हुन्छ हाम्रो अन्डा करी। थ्याङ्क यू सो मच फर वाचिङ, बाई।